is supported by PowerPoint दुखाइ निको गर्ने तेल, Beena's Hair and Beauty Clinic, the beautiful person inside you. झण्डो आयुर्वेद नेपाल प्राइवेट लिमिटेड, पुतली सडक काठमाडौँ। सम्पूर्ण रोगहरूको आयुर्वेदिक उपचार पद्धतिबाट निदान। झण्डो आयुर्वेद नेपालको पहिचान। नमस्कार, एनटीभी प्लस हेरेर बसिरहनुभएका सम्पूर्ण दर्शकहरूलाई कार्यक्रम ट्रेड साइकलमा स्वागत छ। दर्शकवृन्द, यस कार्यक्रम मार्फत हामीले यहाँहरूलाई विभिन्न व्यावसायिक जानकारीका साथसाथै बजारमा आइरहेका सामग्रीहरूको बारेमा जानकारी दिइरहेका छौं। यसै क्रममा आज पनि हामीले थुप्रै व्यवसायहरूको जानकारी लिएर यहाँहरू समक्ष उपस्थित भइसकेका छौं। कार्यक्रम हेर्दै गर्नुहोला। दर्शकवृन्द, कार्यक्रमको सुरुवातमा अब प्रस्तुत गर्दैछौं यो रिपोर्ट। विश्वमा नेपाललाई हिमालयको देश भनेर चिनिन्छ। यहाँका थुप्रै मनमोहक हिमालहरूको दृश्यावलोकन गर्नका लागि विदेशी पर्यटकहरू नेपाल भ्रमणको लागि आउने गर्दछन्। गत वैशाख 12 गतेको महाभूकम्पपछि नेपालको पर्यटन व्यवसायलाई निकै ठूलो क्षति भयो। भौगोलिक रूपमा नेपालका आंशिक ठाउँहरूमा ठूलो क्षति भए पनि अन्य बाँकी ठाउँहरू भने पूर्ण सुरक्षित रहेको छ। पर्यटकीय नगरी पोखरा भने पूर्ण सुरक्षित रहेको हुँदा यहाँ आरामले घुम्न सकिन्छ। भ्रमण गर्न आउने पर्यटकहरूको बसाइलाई रमणीय र यादगार बनाउनका लागि विगत 4 वर्ष अघि लेक साइड पोखरामा टेम्पल ट्री रिसोर्ट एन्ड स्पाको स्थापना भयो। नेपाली शैलीमा निर्माण गरिएको यो रिसोर्ट आधुनिक सुविधा सम्पन्न एउटा बुटिक होटल हो, जसको आउटडोर र इन्डोर सजावट निकै नै आकर्षक रहेको छ। भूकम्पपछि त टुरिज्ममा त ठुलै हलचल आएछ र अहिले पोखरा भन्नुपर्दा पोखरामा धेरै यो भौतिक ड्यामेज नभए पनि हाम्रो चाहिँ बिजनेसमा चाहिँ कम्प्लिटली अब क्यान्सलेसनहरू आएछ। यो अब होल नेपाललाई परेको गाह्रो हो, तर हामी पनि पोखरा सबै पोखरेली टुरिज्म व्यवसायमा परेको गाह्रो हो र हाम्रो रिजोर्टमा पनि अभियसली त्यो अहिले गाह्रो छ। हामीसँग अहिले 49 रुम्स छ र हामी 19 रुम्स एड गर्दैछौँ र त्यो चाहिँ हाम्रो कमिङ अक्टोबरको टार्गेट हो हामी, तर अक्टोबर नोभेम्बरमा हाम्रो रुम्सहरू आइसक्छ र अलिकति अहिलेभन्दा अलिकति ठुलो रुम्सहरू बढ्छ र अनि सर्टेन फेसिलिटिजहरू पनि हामी एड गर्दैछौँ। जस्तै अर्को रेस्टुरेन्टहरूको पनि अर्को एउटा एड हुँदैछ, स्पेसहरू अलिकति बढाउँदैछौँ। फेवातालको नजिकै रहेको यस टेम्पल ट्री रिसोर्टमा हाल 49 वटा रुमहरू अपरेसनमा रहेका छन्। इनस्विट बाथरूम सहितका यी रुमहरूलाई डिलक्स, स्विट र अपार्टमेन्ट गरी 3 किसिममा विभाजन गरिएको छ। फुल एसी जडान गरिएका यी रुमहरूमा एलसीडी टिभी र वाइफाईको सुविधा पनि प्रदान गरिएको छ। प्रत्येक रुमको प्राइभेट बाल्कनीबाट मनोरम हिमालयका दृश्यहरू देख्न सकिन्छ। समयअनुसार स्पाको सुविधा पनि दिँदै आएको यस होटलको मुख्य आकर्षण यहाँको स्विमिङ पुल हो। फेवातालको बनावटसँग मिल्दोजुल्दो हुने गरी निर्माण गरिएको यस स्विमिङ पुलमा ज्याकुजीको सुविधा पनि दिएको छ। गेस्टहरूको अर्डर अनुसार नेपाली तथा कन्टिनेन्टल खानाहरू सर्भ गर्नका लागि द बेलिफ र द ट्री हाउस नाम दिएर 2वटा रेस्टुरेन्ट पनि खोलिएको छ, जहाँ विभिन्न प्रकारका खानाहरूको स्वाद लिन सकिन्छ। त्यसैले एकपटक पोखरा भ्रमण गर्नुहोस् र टेम्पल ट्री रिसोर्टलाई सेवा गर्ने मौका दिनुहोस्। भूकम्पपछि ड्यामेज त धेरै भयो, जस्तै क्यापिटलमा
सर्टेन भिलेजहरूमा ड्यामेज धेरै भयो, तर सर्टेन पार्टहरू ड्यामेज नभएको पार्टहरू पनि छ होइन। जस्तै पोखरा लगायत अब चितवन सर्टेन ट्रेकिङ रुटहरूदेखि लिएर सबै धेरै ठाउँहरू ड्यामेज नभएको पार्ट पनि छ। त्यो पार्ट त हामीले घुम्न सकिन्छ होइन। स्टिल नेपाल चाहिँ ब्युटिफुल छ भनेर तपाईँहरूले पोखरा घुम्न आइदिनुहोस् होइन। पोखरा राम्रो छ, ब्युटिफुल छ र तपाईँहरू हामीबाटै घुम्न सुरुवात गऱ्यो भने हामी नेपालीबाटै हामी पोखराको काठमाडौँ पोखरा हाम्रो इन्टरनल टुरिज्म डेभलप भयो भने बल्ल एक्सटर्नल पनि सहयोग हुन्छ। भूकम्पपछि नेपालको पर्यटन क्षेत्रमा नै धराशायी आएको हुँदा हाल सम्पूर्ण होटल व्यवसायी संघ नेपालको निर्णय अनुसार टेम्पल ट्री रिसोर्ट एन्ड स्पाले पनि आफ्ना स्वदेशी तथा विदेशी गेस्टहरूलाई रूममा 50% डिस्काउन्ट दिएको छ। साथै खाना र स्पामा 20% डिस्काउन्टको व्यवस्था मिलाएको छ। भूकम्पपछि पोखरा भौगोलिक रूपमा पूर्ण सुरक्षित रहेको हुँदा एकपटक पोखरा भ्रमण गरौं र मनमा रहेको त्रासलाई हटाऊ, आन्तरिक पर्यटनको प्रवर्धन गरौं। यो होटल सुरुवातदेखि नै राम्रो किसिमले चाहिँ पिकअप हुँदै आएको थियो। नेपालमा पर्यटन चाहिँ राम्रो थियो। अब 4 वर्षको हिसाबमा हेर्ने हो भने हामीले चाहिँ राम्रो अकुपेन्सी चाहिँ गरेका छौँ यहाँ। अब अहिले आएर यो अर्थक्वेक पछि चाहिँ नेपालमा एउटा नेचुरल डिजास्टर भएको हिसाबले यसमा पनि पर्यटनमा सबभन्दा ठुलो चाहिँ क्षति पुगेको छ। टेम्पल ट्री चाहिँ एउटा बुटिक रिजोर्ट हो होइन, जसमा तपाईँले देख्न सक्नुहुन्छ 2 तला मात्र छ। 2 तलाको मात्रै भएको हिसाबले चाहिँ यसलाई चाहिँ मोर अब अहिले आफ्टर द अर्थक्वेक हेऱ्यो भने झन् एउटा चाहिँ सुरक्षित रूपमा चाहिँ गेस्टहरूले लिएको हामीले पाएका छौँ र निश्चित मापदण्डमा बनेको पोखरामा भएको एउटा बुटिक रिजोर्ट भएको हिसाबले पनि यसमा चाहिँ गेस्टको विशेष रुचि पनि छ। र यसमा हामीले दिने फेसिलिटीमा हामीसँग चाहिँ स्विमिङ पुल छ, स्पा छ, रेस्टुरेन्ट छ। अब नजिकै चाहिँ बाहिर बजार एरिया पनि नजिकै भएको हिसाबले चाहिँ गेस्टलाई चाहिँ विशेष प्राथमिकताको साथ चाहिँ यो होटललाई पनि राख्नुभएको भन्ने हामीले चाहिँ महसुस गरेका छौँ। र यहाँको चाहिँ मनोरम दृश्यहरू, यहाँका विभिन्न एडभेन्चर स्पोर्ट्सहरू भएको हिसाबले चाहिँ हाम्रो बाह्य पर्यटक मात्र नभएको आन्तरिक पर्यटक पनि आएर मनोरञ्जन गर्ने ठाउँ भएको हुनाले उहाँहरूलाई चाहिँ पोखरामा आएर चाहिँ आरामसाथ चाहिँ बिताउन सक्नुहुन्छ भन्ने चाहिँ हामीले आशा राख्छौँ। र आफ्नो होलिडे छुट्टीहरूमा भयो, हरेक उसमा चाहिँ अकेजनमा भयो, पोखरामा आएर चाहिँ आरामसँग बस्न सक्नुहुन्छ, घुम्न सक्नुहुन्छ। यो चाहिँ पूर्ण सुरक्षित रहेको छ अहिलेसम्म पनि। आजको लागि पनि हाम्रो कार्यक्रम यति नै। यहाँलाई यो कार्यक्रम कस्तो लागिरहेको छ हामीलाई सल्लाह सुझाव लेखी पठाउनुहोला। यसको लागि हाम्रो इमेल एड्रेस रहेको छ guestlinkm@gmail.com। यदि तपाईहरु हामीलाई टेलिफोन गर्न चाहनुहुन्छ भने हाम्रो टेलिफोन नम्बरहरू रहेको छ 55519996 र 55522979। हवस् त, आजको लागि भने म कार्यक्रम प्रस्तुता रेजिना श्रेष्ठ लगायत मेरो सम्पूर्ण युनिटलाई बिदा दिनुहोस्। नमस्कार। This program is supported by PowerPoint दुखाइनीको गर्ने तेल, Beenach Hair and Beauty Clinic, the beautiful person inside you, झण्डो आयुर्वेद नेपाल प्राइवेट लिमिटेड, पुतली सडक काठमाडौँ। सम्पूर्ण रोगहरूको आयुर्वेदिक उपचार पद्धतिबाट निदान, झण्डो आयुर्वेद नेपालको पहिचान।